जेमिसी आजको बाइबलीय खण्ड यस प्रकार रहेको छ। परमप्रभु मेरो गोठाला। भजन सङ्ग्रह 23:1। परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कामा लेटाउनुहुन्छ र शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभर पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। यो पदले हामीलाई एक गहिरो सान्त्वना दिन्छ। जसरी गोठालोले भेडालाई जोगाउँछ, सुरक्षा दिन्छ, घाँस र पानीमा लैजान्छ, त्यसरी नै प्रभु भने हाम्रो गोठालो हुनुहुन्छ। जब प्रभु हामीसँग हुनुहुन्छ, हामीलाई केही कुराको अभाव हुँदैन, न त माया, न सुरक्षा, न मार्गदर्शन। यस खण्डले हामीलाई स्मरण गराउँछ हाम्रो जीवनको हरेक खाँचोमा प्रभु हाम्रो पर्याप्तता हुनुहुन्छ। हुन्छ, आजको छोटो खण्डदेखि सबैलाई आशिष मिलोस्, परमेश्वरलाई महिमा होस् भन्दै जय मसीह।